म चाहिँ काठमाडौँबाट मेरो भान्जा भान्जीको वर्तमान गुन्युचोलीका लागि झापा आइपुगेँ। म आइपुगेर त त्यो दिन कसार बटार्ने र हल्दी मेहन्दीको दिन थियो। अनि बेलुका चाहिँ हामी सबैजना भेला भएर भान्जीलाई मेहन्दी लगायौँ होइन। अनि मैले पनि मेहन्दी लगाएँ। अनि भोलिपल्ट चाहिँ हाम्रो गुन्युचोलीको प्रोग्राम पनि सुरु भयो। अनि हामी चाहिँ पार्लरमा गएर रेडी भयौँ भान्जीलाई पनि। अनि हामी सबैजना चाहिँ रेडी भएर साडीहरू लगाउन थाल्यौँ। अनि हामी चाहिँ अब मेकअप गरिसकेर यता आइपुग्दाखेरि सबै रेडी भइसकेको थियो। अनि भिक्षा दिने काम चाहिँ भयो। मैले पनि भान्जालाई भिक्षा दिएँ। अनि त्यस पछाडि अब हामीले चाहिँ खानाहरू खानका लागि भनेर सबैजना गयौँ। खानासाना खाइसकेपछि सबैजनाले फोटोहरू भिडियोहरू बनाउन थाल्यौँ होइन। अनि मैले चाहिँ भान्जा भान्जीलाई खादाहरू मालाहरू लगाएर आशीर्वाद दिएँ। हामीले चाहिँ टिका लगाउन हुँदैन थियो। अनि त्यस पछाडि हाम्रो चाहिँ बेलुकाको कार्यक्रम नाचगानबाट सक्यो।